Hello guys, hello guys, welcome back my YouTube channel. तपाईहरुलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा. आई होप गाइज तपाईहरु पनि सन्चै हुनुहुन्छ, म पनि सन्चै छु. नमस्ते सबैजनालाई हैन, स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा. न्यू डे न्यू भ्लग अनि न्यू गाडी पनि है. यो चाहिँ जुपिटर 125 थर्ड भेरिएन्ट हो हैन. अनि यसको टप भेरिएन्ट पनि छ अनि टप भन्ने फोर्थ भेरिएन्टसम्म छ हैन. यो चाहिँ थर्ड भेरिएन्ट हो. अनि यो हामीले थर्ड भेरिएन्ट लिनुको कारण पनि छ हैन, किनभने मलाई मेरो पहिलाको डिओ मेरो कामको एउटा काममा जाने एउटा खुट्टा चाहिँ इन्जिन सिज भयो. अस्ति राति फर्किँदाखेरि बाटोमा इन्जिन सिज भयो. अनि त्यसपछि मैले एउटा इमर्जेन्सी गाडी चाहिएको थियो अनि टिभीएसको लिने सोच गरेँ. तर अलि राम्रो हुन्छ नि, अलि सामानहरू अट्ने यताउति. अनि खासै मलाई त अब काममा जानको लागि चाहिने हो नि त, सामान स्पेस यताउति सामान राखेर जानुपर्ने हुन्छ. अनि टिभीएसको एन्टोर्क पनि छ. एन्टोर्कै 150 सीसीको नि आएर छ अहिले न्यू. तर दामी थियो होइन, तर स्पेसै छैन क्या. अनि सामान यताउति राख्नको लागि अनि दैनिकीको यताउति त्यही त हो नि, उसको लागि चाहिँ मलाई अनि यो ठिक लाग्यो होइन. किनकि टिभीएस मसँग पहिला पनि अलरेडी छ नि त, मसँग टिभीएस जुपिटर 110 सीसीको. त्यसको स्पेस राम्रो छ क्या. मैले लगभग 2017-16-17देखि चलाइरहेको छु जुपिटर. लगभग मलाई त्यो राम्रो छ, चलिरहेको अहिले पुरानो मोडल, त्यो राम्रो लागेको थियो. अनि त्यही भएर पनि यो जुपिटर लिएको हो. तर खासै हेर्दा राम्रो त छ यताउति छैन, तर कामको लागि हो, ठिक छ. अनि यो थर्ड भेरिएन्ट लिनुको कारण पनि छ. टप भेरिएन्ट र सेकेन्ड भेरिएन्ट चाहिँ अब आउट अफ स्टक होइन. के अरे बुकिङ गरेपछि टाइम लाग्ने भयो क्या. एक हप्तासम्म भयो भने ठिकै हुन्थ्यो. एक हप्ताभन्दा पनि बेसी लाग्ने भयो. लगभग 1 महिनै भनौँ, 20-25 दिन त नर्मल लाग्छ न भन्यो होइन. अनि त्यही भएर अनि थर्ड भेरिएन्ट चाहिँ अहिले बिहान बुकिङ गऱ्यो भने बेलुकासम्म डेलिभरी हुन्छ यताउति भन्न थाल्यो. अनि त्यही भएर अनि हुन्छ नि त, अब यताउति सबै फिचर एउटै हो अरे, मात्रै के अरे सिसी सबै यताउति. यो डिस्क मात्र, यो मात्र फरक रहेछ क्या. अनि यो चाहिँ के अरे फर्स्ट सेकेन्ड थर्डको चाहिँ यो मात्र फरक के. यो हुन्छ नि यसलाई ड्यासबोर्ड होइन, ड्यासबोर्ड मात्र फरक रहेछ. अरू इन्जिन सिजी सबै एउटै, सबै सेम नै. अनि कलर र यो मात्रै फरक हो होइन. अनि त्यही भएर अनि उसले के भन्यो, डिजिटल भने त डिजिटल नै हुन्थ्यो, डिजिटल ड्यासबोर्ड भनेको. तर टाइम लाग्ने भन्दा मलाई इमर्जेन्सी चाहिएको थियो. अनि डिओ चाहिँ मेरो इन्जिन सिज भयो. पहिला पनि इन्जिन गएको हो. अनि त्यसको चाहिँ मैले लगभग 15,000 जति खर्च गरेर सोरुममै बनाउनु दिएको थिएँ. अनि 6 महिनाको वारेन्टी पनि थियो. अनि अहिले 6 महिना लगभग खतम भयो कि खै के हो यताउति. अनि अलिक खर्च नै आउने भयो. त्यसको इन्जिन नै फेरि इन्जिनमै प्रब्लम भने यताउति भन्न थाल्यो. अनि टाइम लाग्छ यताउति भन्न थाल्यो. मलाई इमर्जेन्सी गाडी त चाहियो, इमर्जेन्सी होइन. काममा त जानु पऱ्यो नि, यताउति काममा त आउनु पऱ्यो नि त. अनि त्यही भएर पनि इमर्जेन्सीको लागि मलाई गाडी चाहिएको थियो 1-2 दिनमै. त्यही भएर अनि यो गाडी मैले बुकिङ गरेको. बिहान बुकिङ गरेँ, बेलुकासम्मै डेलिभरी दिन्छु भनेको थियो. अनि फेरि पछि अनि टाइम नहुने भयो. अनि एक दिन हामीले एडजस्ट गऱ्यो. अनि भोलिपल्ट डेलिभरी लिइहाल्यौँ. त्यही हो. अब डिओ मेरो पहिलाको डिओ चाहिँ इन्जिन सिज भयो 2-3 वर्षमै. खै कस्तो भनौँ कि के भनौँ. अनि फुल इन्जिन बनाएको थियो. फेरि पनि इन्जिनमा प्रब्लम आएर त्यो गाडी चाहिँ मैले सोरुममै छोडेको छु. अनि सोरुममा पनि गएर भने चाहिँ यसो प्रब्लम यताउति भयो. अनि फुल इन्जिन यताउति काम गरेको सोरुमबाट आउँदा बाहिरबाट अझ रिस्क हुन्छ भनेर मैले सोरुमबाट नै काम गरेको क्या. अनि बाहिरतिर यताउति हुन्छ, फुल इन्जिन बनाएपछि सोरुममा बनायो भने राम्रो हुन्छ, सोरुमको इन्जिन राम्रो हुन्छ भनेर अझ मैले सोरुममै बनाएको त्यो इन्जिन. अनि सोरुमबाट बनाएको बाहिरबाट बनाउँदा भन्दा नि खतम भयो. त्यही भएर सोरुम भनेर सोरुमको मात्रै पनि नगरौँ, खै के हो मलाई त त्यस्तो लाग्यो. अनि मैले अनि अस्ति भएर धेरै नै भएन, 4-5 महिना जति भयो होला इन्जिन बनाएको. अनि 15,000 खर्च लगाएर त्यत्रो इन्जिन बनाएको, फेरि पनि प्रब्लम आउँछ. नर्मल अब त्यो 10,000देखि माथि नै लाग्ने हो क्या. अनि त्यत्रो खर्च गरेर यताउति बनाउनु भन्दा अब मैले चाहिँ त्यसलाई बरु त्यहीँ अब केही गर्ने प्लान गरिरहेको छु होइन. हेरौँ
अब के अरे अझै इन्जिन खोलेको छैन त्यसको, अझ स्याटरडे सन्डे भएको कारणले टाइम लाग्छ भने चाहिँ अब भोलि पर्सितिरसम्म इन्जिन खोलेर अनि के भएको छ प्रब्लम चाहिँ इन्जिनमै हो अरे होइन, अनि चेक गरेर अनि डिटेलहरू के छ कस्तो छ के कारणले भयो यताउति भन्ने मसँग भिडियो प्रुफ पनि छ क्या। त्यही दिनुभन्दा मैले भिडियो रेकर्ड गरेको थिएँ फर्किँदाखेरि, त्यही त हो नि मैले प्रायः क्यामेरा अन गरेर हिँड्दा हुन्छ क्या सेफ्टीको लागि, यताउति पनि एक्सिडेन्ट कतै केही भइहाल्छ कि के भने अनि यत्रो राति यताउति हिँड्दा हुन्छ नि त। त्यसको कारणले मैले त्यही दिन क्यामेरा अन गरेको कारणले हल्का रेकर्ड गर्न पाएँ मैले। अनि चलाउँदा त्यत्तिकै मेन बाटोमै त्यत्तिकै बिग्गा हो क्या, त्यसको चाहिँ केही भए पनि भएको नि होइन। अनि इन्जिन त्यत्तिकै बन्द हुने बन्द भएको भाइ भयो होइन। ठिक छ, अब त्यही हो मेरो एउटा न्यू सहारा, फेरि मेरो साथी जिन्दगी गोरेटोमा एउटा साथी जोडिसकेको छ, जुपिटर 125cc को पिकअपदेखि ब्रेक यसको चाहिँ राम्रो छ, डिस्क ब्रेक हो अगाडि, पछाडि ड्रम ब्रेक नै हो। जिन्दगी गोरेटोमा एउटा फेरि साथी हाम्रो घरभित्र फ्यामिली मेम्बर एउटा मेम्बर चाहिँ भित्रिसकेको छ, त्यही हो। अनि त्यही हो दिनचर्या यस्तै छ मेरो, अब मार्केट आउने काम भइरहेछ। यो चाहिँ म चाहिँ यो लास्ट मार्केट हाम्रो एउटा सप छ होइन यो हल्लुरमा, लगभग अरू सपहरू हाम्रो सपहरू त नजिकै छ क्या, उता पनतुर एरियामै हो। अनि यो चाहिँ हल्का टाढा छ क्या, यो चाहिँ लगभग हाम्रो मेरो रुमबाट ठ्याक्कै 12 किलोमिटर छ। अनि यहाँ चाहिँ ठ्याक्कै आउनुपर्छ क्या, अनि अटो सटो आउने कुरा यताउति पुग्ने हल्का झ्याउ हुन्छ, यस्तै छ के गर्नु होइन। अब काममा आउने जाने यस्तै चलिरहेछ, त्यही हो। अब अहिले स्टाफहरू पनि छैन अहिले, त्यही भएर अनि आफै आउनु परिरहेछ नि त। यता एउटा पुरानो स्टाफ थियो, ऊ आउँथ्यो, अब ऊ तिहार मनाउनु गएको, तिहार पछि आउँछु भन्दै थियो, अब कहिले आउँछ थाहै छैन। अनि ऊ नआउन्जेलसम्मको लागि चाहिँ अहिलेको लागि चाहिँ मै आउँदैछु यो मार्केट, यस्तै छ के गर्नु। बेङ्गलोरको काम होइन, यही हो बेङ्गलोरको काम। बिहान बनायो, बेलुका यतातिर सबतिर आयो होइन, दिन बित्यो नि थाहा हुँदैन, रात कटायो नि थाहा हुँदैन, यस्तै छ टाइम के गर्नु। हाम्रो यात्रा चाहिँ यस्तै छ है गाइज, के गर्नु बेङ्गलोरको काम होइन। बेङ्गलोरको काम यस्तो छ, तपाईँहरूको कस्तो छ? हल्का घाँटी पनि समाइरहेछ, कहाँबाट चिसो लाग्यो, राति हिँड्नुपर्छ नि त, यहाँबाट जाँदाखेरि 10-11 बज्छ। अनि बेङ्गलोर चाहिँ मौसम त्यही हो, कति बेला चेन्ज हुन्छ के हुन्छ थाहै हुँदैन, कहिले गर्मी भएर खतम हुन्छ, कहिले कति बेला पानी पर्छ, वेदर झ्याप्पै चेन्ज हुन्छ थाहै हुँदैन क्या। अनि हल्का चिसो लागेको छ, भोइस पनि हल्का घाँटी समाइरहेछ, यस्तै छ के गर्नु बेङ्गलोरमा होइन। बेङ्गलोर सिटी यस्तै छ, कामहरू पनि यस्तै छ। हाम्रो 6वटा सप हो, अब 6वटा यो चाहिँ लास्ट सप हो, 5वटा सप चाहिँ उता पनतुर एरियामै हो। पनतुर एरियामै अब केटाहरू अहिले सबै त्यतातिर गएको छन्, अब मेन मार्केटमा चाहिँ अरूहरू गएको, त्यही भएर म यतातिर आएको छु। अब यो टाढाको मार्केटमा, यो टाढा मार्केटमा चाहिँ कि दाइ कि भने मै आफै आउनुपर्ने हुन्छ क्या, गाडी चलाउनु आउने मान्छेहरू आउनु पऱ्यो। अब पुरानो त्यो थियो एकजना, ऊ अब गाउँ गएको छ, ऊ नआउन्जेलसम्म त अब हामी आफै गर्नुपर्ने अवस्थामा छ, के गर्नु यस्तै छ। मोमोको काम के गर्नु होइन। ओहो कस्तो खाल्टो हौ सोल्टी। सन्डे चाहिँ हल्का रोड खाली हुन्छ, त्यही भएर म 10-15 मिनटमै आइपुग्छु क्या यहाँ। अनि नत्र अरू दिन नर्मल मलाई के अरे आधी घन्टा 1 घन्टा लाग्छ, त्यही हो। म सपमा आइपुगिसकेको छु, यही हो अगाडिको सप यो चाहिँ हाम्रो। अनि अब टक्क लाएर पार्किङमा राख्छौँ, अनि त्यसपछि भेटौँला, बाइ। 2000 years later.
वो 2 प्लेट हो गई ना, टोटल 200 का ना। $2,000 years later. हेलो गाइज, अहिले चाहिँ टक्क रातिको 10 बजिसकेको छ होइन, सवा दस जति भइसकेको छ। अनि टक्क म चाहिँ अनि सब क्लोज गरेर टक्क आफ्नो रुमतर्फ जाँदैछु। आज हल्का ढिलै भयो किनकि कस्टमर आज सन्डे हुन्छ, कस्टमरहरूको स्याटरडे सन्डे चाहिँ अलिक राम्रै हुन्छ कामहरू। अनि यताउति बन्द यताउति गर्दै हल्का टाइम लाग्यो। अनि त्यही हो, अब कामहरू पनि राम्रै भयो आज। अब लिएर आएको सामानहरू सर्लक्क सक्यो होइन। त्यही हो, अब यति टाढा आएर 10-15 किलोमिटर टाढा आएर फेरि जस्ता त्यस्तै रिटर्न लग्यो भने त मजा आउँदैन होइन। टक्क आज काम राम्रो भयो, एकदम खुसी छु, ह्याप्पी छु। त्यही हो। अनि
अब रिटर्न ब्याक हुँदैछु हामी रातिको अब त्यही हो 10:15 भइसकेको छ। अब म रुममा पुग्दाखेरि फर्किँदाखेरि त अब जाँदाखेरि त मलाई लगभग 10-15 मिनट मात्रै लाग्छ। अनि त्यही त नि अब यहाँबाट सट्ट मेन रोड निस्किने हो। मेन रोड निस्केपछि त मेन रोडबाट त सरर फेरि एकैछिनमा अन्त के गर्नु आउँदै उताबाट आउँदाखेरि मात्रै हो क्या हल्का टाइम लाग्ने। अनि म यताउति त्यो युटर्न लिनुपर्छ क्या, अनि हल्का टाइम लाग्छ। त्यही माथि जाम यताउति हुन्छ, हल्का टाइम लाग्छ। आज सन्डे हो त्यति जाम थिएन यहाँ चाहिँ, सरर आइपुग्यो। अनि त्यही हो अब जाँदाखेरि चाहिँ अब त्यति टाइम लाग्दैन मलाई। अब 10-15 मिनटमा म रुममा पुग्छु। यस्तै छ होइन। अनि अलिक चाँडै बन्द गर्थ्यो अरू दिन चाहिँ, आज चाहिँ नि सन्डे हल्का कस्टमरहरू थियो। अनि सल्लाह सघाएँ कस्टमरहरू, लास्ट कस्टमरहरूलाई पनि राम्रोसँग होइन। अनि चिकन चाहिँ सकिसकेको थियो, चिकन मोमो चाहिँ भेज र पनिर थियो। भेज र पनिर अलिअलि एक्स्ट्रा दिएर भने पनि भएको मोमो जति चाहिँ सबै सर्लक्क सकाएर टक्क हामी सब क्लोज गरेर फर्किँदैछौँ। बाटोमा छ हाम्रो यात्रा अब घरसम्मको होइन। यस्तै छ मेरो दिनचर्या, के भन्छ मेरो दिनहरू यसरी बित्दैछ गाइज। के गर्नु, काम गर्नुपर्ने हुन्छ नि त हजुर, काम गर्नु पऱ्यो हजुर, दुःख गर्नुपर्छ नि त। दुःख नगरिकन सुख मिल्छ त, मिल्दैन नि। त्यसैले मेहनत गर्नुहोस् हजुर, के गर्नु यस्तै छ। त्यही हो अब जान्छौँ हामी यहाँबाट टक्क मेन रोड यहाँबाट लेफ्ट साइडबाट, यहाँबाट चाहिँ लेफ्ट साइड यो सर्जापुर सर्कल आइपुग्न लाग्यो होइन। टक्क यहाँबाट लेफ्ट साइड लिनुपर्छ, लेफ्ट लिएर फेरि त्यहाँबाट चाहिँ मेन रोड, यो चाहिँ सर्जापुर सर्कल हो होइन। अगाडि यो सर्जापुर रोड भयो, अगाडि सर्जापुर सर्कल भन्छ क्या अरे। त्यहाँबाट चाहिँ हामी टक्क मार्थली रोडमा निस्किएर टक्क जान्छौँ बेलन्दुर हुँदै देवरेशनली हुँदै जान्छौँ हामी काडबेसनली। हामी बस्ने एरियालाई चाहिँ काडबेसनली भन्छ, काडबेसनली पनथुर एरिया हो। अहिले रोडहरू सबै त्यतातिर यो ढलान, यो यस्तो यो के भन्छ पिच कालोपत्रे भन्दाखेरि नि अर्को ढलान के मोटो खाले बाग्लो खाले चाहिँ ढलान गर्दैछ क्या हाम्रो एरियामा चाहिँ। रोड नै छैन क्या उता जाने चाहिँ, के अरे रुमसम्म जाने। कहिले गाडी बाहिरै राख्नुपर्छ, कहिले चाहिँ अनि सिँढी त्यो नालाको माथि जानुपर्छ। हेरौँ आज खुल्या छ कि छैन, नत्र भने गाडी बाहिरै राख्नुपर्छ। यस्तै छ, के गर्नु, रोड बन्दैछ बेङ्गलोर सिलिकन सिटी यस्तै छ, विकसित हुँदैछ। अनि सब मेट्रो लाइनले भरिसकेको छ बेङ्गलोर, यत्रो मेट्रो छ यार, कतै छ नि, के गर्नु। टक्क लाएर हामी चाहिँ अब टक्क यो बेलन्दुर आइपुग्न लाग्यो। यसलाई चाहिँ के भन्छ यो जस्तो सरकार उता गयो भने चाहिँ त्यहाँबाट चाहिँ बिटिएम एसएचआर लेआउट्स आग्रा कोरमङ्गला। त्यही हो, चिसो छ आजको मौसम, वेदर चाहिँ होइन। पानी पर्छ होला सायद आज राति, त्यस्तै लागिरहेको छ। कस्तो चिसो छ क्या, पुरा दिउँसै पानी पर्ला जस्तो लागिरहेको थियो, पानी त परेन। अझै चिसो हावा भने जाडो महिना लागेको जस्तो भइरहेछ। यस्तै छ बेङ्गलोरको वेदर, कहिले घाम कहिले पानी चल्दैछ हाम्रो जिन्दगानी। हामी चाहिँ अहिले आइपुग्यो बेलन्दुर आइपुगेको छौँ हामी। यो बेलन्दुरको फ्लाइओभरमा थर, वाउ दामी हो थर, ब्ल्याक थर होइन जाँदैछ। सेन्टर महल यो चाहिँ, पहिला सेन्टर महल थियो, अहिले सेन्ट्रो मात्रै नाम चेन्ज गरेर, पहिला सेन्टर महल के थियो समथिङ, अहिले चाहिँ नाम चेन्ज गरेर सेन्ट्रो मात्रै राखेको छ। राम्रो छ यो मल पनि, पिभिआर फिल्महरू सबै छ। यो एरियाको चाहिँ अलिक ठुलो मल चाहिँ यही हो, सेन्ट्रल मल। मेट्रो लाइन खतरा बन्दैछ, यस्तै छ होइन, खतरै बन्दैछ। 2-4 महिनापछि त पुग्छ होला कि के हो यो मेट्रो लाइन पनि। सबै फिनिसिङहरू भइसकेको छ, स्टेसनहरू मात्रै बनाउनु बाँकी छ, नत्र प्रायः मेट्रो लाइनहरू सबै चालु भइसकेको छ। यहाँबाट माथि मार्थली आइटिपिएलसम्म त आइपुगिसकेको छ। यो एरियामा चाहिँ आएन, यहाँबाट बङसाङगरी कि कता यता जोड्नु छ क्या,
अरे आग्रा या चाहिँ साइड लेआउटतिर सबै आइसकेको छ। अनि यो यति एरिया मात्रै हो जोड्न बाँकी अब। अनि मेट्रो सरर त्यस्तो स्पिड त कुद्दैन रहेछ यहाँको मेट्रो, खै सरर स्पिड त्यस्तो हुन्छ नि त विदेशतिर जस्तो आएको नि थाहा नपर्ने गरी कुद्या हुन्छ नि त। तर यहाँ मेट्रो त सरर गई राम्रो देख्छ। दयामजी रोडतिर कोरमङ्गलातिर देखाएको मेट्रो चाहिँ किन हो कस्तो हो, स्पिड अलिक कमै हुन्छ होला यो। अब त्यही माथि 6-7 10वटा कि कतिवटा डिब्बा मात्रै हुन्छ त, 9-10वटा सर। यो सबै पिलरमा भएर नि त्यति स्पिड नकुद्ने हो कि खै के हो, त्यति स्पिडै कुद्या देखाउँदैन क्या। कति ध्यान देख्यो चढा त छैन, पुरा भन्दैछ पुरा। यो बेङ्गलोर सिटीभरि चाहिँ पुरै छ क्या यो हुन्छ नि त रिङ रोड मेन उतिर सिटी जोड्ने चाहिँ क्या। अब जस्तै हाम्रो काठमाडौँ भक्तपुर ललितपुर हुन्छ नि त, त्यस्तै यो बेङ्गलोरको जोड्ने चाहिँ सबै यो भित्रभित्र सिटीहरूमा चाहिँ सबै मेट्रो लाइन सबै भइसकेको छ क्या। बिस्तारै बिस्तारै होला, जाम अलिक कम होला मेट्रो लाइन चलेदेखि। गाह्रो छ के गर्नु, गाह्रो छ, काम गर्नै पर्यो। के हो बुलेट पटटटटट पड्काउँदै, बुलेट पड्काउँदै कुद्या छन् त सम्धीहरू। हामी चाहिँ आइपुग्यो यो काठ बेच्नले सर्कल। अनि त्यही हो नयाँ गाडी चाहिँ हामीले त्यहाँबाट ल्याएको टिभीएसहरू। यो त यहीँ हो चोकबाटै लिएको हो, नजिकै छ। यहाँबाट चाहिँ टक्क 1 किलोमिटर हो हाम्रो रुम चाहिँ। काठ बेच्नल एरिया भन्छ यसलाई चाहिँ, हामी बस्ने एरियालाई चाहिँ टक्क मेन रोडबाट भित्र हो। अनि अब हामी जानुपर्ने हुन्छ। त्यही हो, रुमसम्म अब बाटो छैन, त्यही भएर मैले रुमसम्म भ्लग बनाउँदिनँ। अब यहाँ अगाडिसम्म मात्रै गर्छु अनि त्यसपछि मैले भ्लग इन्ड गर्छु। सी यू टेक केयर, बाइ, सी यू गुड नाइट भन्दै फेरि पनि हामी छोटो मोटो भ्लग लिएर चाँडै नै आउने बाचाका साथ बिदा हुन्छु। हस्त धन्यवाद सम्पूर्णलाई। यस्तै छ जिन्दगानी। बाइ।